म नेपाली हो। मेरो बिहे चाहिँ इन्डियाको हिमाचल प्रदेशको शिमला भन्ने डिस्ट्रिक्टमा भएको छ। अनि त्यही चाहिँ मैले एनएचमा एउटा क्याफे पनि चलाउँछु। मेरो खेतहरू पनि छ, मेरो अर्चिड पनि छ स्याउको। अनि यो प्राय जसो मेरो क्याफेमा बन्ने कुराहरू चाहिँ मैले आफ्नै खेतहरूमा उब्जाउने गर्छु। आज चाहिँ मैले आफ्नो क्याफेको लागि बनाउँदैछु भाङ्गाको चटनी। यो भाङ्गो चाहिँ मेरो आफ्नै खेतको हो। अनि भाङ्गालाई चाहिँ पहिला भुट्ने, हामीले भुटिसकेपछि यसलाई छाट्ने। आफ्नै खेतको हो नि त, त्यही भएर ढुङ्गाहरू धेरै हुन्छ के। अनि यसको लागि चाहिँ सामानहरू पुदिना, हरियो धनिया, खुर्सानी, प्याज, अदुवा, इमलीको पानी, शक्कर अथवा चिनी अनि नुनहरू मिसाएर हामीले मजाले यसलाई मिक्सीमा हाल्ने अनि पिस्ने। पिसिसकेपछि नुन खुर्सानीहरू चाख्ने अनि नभए कम घटबड भए थप्ने। अनि मेरो भिडियोहरू राम्रो लाग्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, माया गरिदिनु होला। हस् त भेटौँला नेक्स्ट भिडियोमा। बाइ बाइ।